थारे कहाँ गएछ हौ अहिलेसम्म आउँदैन ठग्नुसम्म कति ठगेको अर्कै काममा राख्छ बिरे ओइ तेरो आउने बेला यतिखेर हौ घरि हेर त कति बजिसक्यो घरी पो रहेछ त आएको भए यतिखेर सकिँदैन थियो ए नकारण क्या अघि मेरो बुढीले मलाई छोरे ढिलो छिटो गर्नु त्यो छ भने लु, के काम गर्ने ल, यो गरिहाल्नु गरिहाल्नु ल खान्छ होइन हौ बिरे यो बास लगेर तेरो आमाले बिहे गरिदिने हो कि ए मुला बाख्राको खोर बनाउने अरे क्या मेरो आमाले तेरो बिहेको लागि पो हो कि भनेर नि। हामी जस्तो केटालाई कसले दिन्छ हौ छोरी हो यार तेरो त अनुहारै परेको छैन अनि कहाँबाट दिन्छ त छोरी हो तेरो त साह्रै अनुहार परेको छ साला हेर्दै मुसाको जस्तो अनुहार परेको छ यति पनि उठाउनु नसक्ने चुप साले अघि मेरो आमाले ए हड्के त खुसी भएर आउँदैछस् त ए दाइ हिजो अस्ति हुर्रामा एउटा केटीलाई देखेको थिएँ त्यसले त मलाई डाइरेक्ट ठोक्यो त खुसी भएको थिएँ नाम्लो र खुर्बा बोकेर कता जानुभएको घाँस काट्नु पठाएको नि जाँठा बाख्रा भोकले कराउँदैछ त्यही भएर घाँस काट्नु हिँडेको तलतिर कहाँ हिँडेको त चाहिँ मासतिर हिँडेको सोलबारी तन्दाउने ल जा म पनि घाँस काट्नु हिँडेको ढिलो हुन्छ फेरि तल साथीकोमा जानुपर्नेछ फाइनली हाम्रो भिडियो चाहिँ हप्तामा दुईवटा भिडियो आउँछ अबदेखि त चाहिँ सोमबार र बिहिबार टक्क दुईवटा आउँछ सबैजनाले हेर्छ र लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई गाइज